बोलता अगर शक्ति निकाला पर आज मान दो मैं मेरी बहन क्या रोती क्या तिमी हो आत्मा तब माथि हात छ जस्तो मान्नेको सम्मान भयो साथीहरु स्वागत छ मेरो नेपाली सिरियल रिभ्यू युट्युब च्यानलमा। आज हामी भुन्टी सिरियलको बारेमा छलफल गर्नेछौँ। तपाईहरुले भुन्टी भाग 269 हेर्नु भयो नै होला। अब आउने भाग नयाँ भाग 270 मा के हुन्छ भन्ने कुरामा छलफल गरौँ। भुन्टी हस्पिटलबाट टोयलेट जाँदै गर्दा आफ्नो आमालाई देखिन्। भुन्टीले गहभरि आँसु पारिन्। आमासँग धेरै बेर गरिन्, आमा के भयो यस्तो, मलाई फोन नगरी यहाँसम्म आउनुभयो भनिन्। आमाले भुन्टीलाई पनि यस्तो अवस्थामा देख्दा आमा पनि एकदमै निराश भइन्। त्यही माथि भूमिकाले फेरि त्यही हस्पिटलमै नानावती कुरा लगाएर भुन्टीका आमा बुबा भएको ठाउँमा यस्तो कुरा गरिन्। अनि भूपेन्द्रले सबै कुरा भुन्टीलाई ठिक भइराखेको छ, केही भएको छैन आमा भनेर कुरा मिलाए। उता पूर्णिमा टोकालेको सम्बन्ध छुटेपछि टोकाले भने निकै तनावमा छन्। बा आमाले सोद्धा खोइ बुहारी मुख हेर्न पाए नि हुन्थ्यो भनेर आमाले भनिन्। नाता नातिनीको बारेमा पनि के हुँदैछ भनेर सोधे। टोकाले निराश भएर आफ्नो बुबालाई भने। पूर्णिमाको बुबाले छोरीलाई सम्झाए तर अहिले ज्वाइँसँगै जाऊ छोरी, यति राम्रो माया गर्ने ज्वाइँलाई तैँले यस्तो गर्न पाउने छैनस् भनेर भने। पूर्णिमाले भर्खर रोजेर ल्याएकी आमाले पनि पूर्णिमालाई ज्वाइँले भनेको ठिकै हो, ज्वाइँसँगै बस्नु राम्रो कुरा हो भनेपछि पूर्णिमा पनि धेरै रिसाइन्। भर्खर मेरो आमा बनेर आउनुभएको छ, फेरि मलाई यस्तो व्यवहार गर्नुहुन्छ भनिन्। उता गाउँमा बालकुमारीले भुन्टीलाई पनि नराम्रो व्यवहार गर्छिन्। जहिले पनि फोनमा कराउँछिन्। आफ्नो जेठी बुहारीले सुनको गहना ल्याएर दि भन्ने सोचले भुन्टीलाई भने नराम्रो व्यवहार गर्न थालेकी थिइन्। तर के थाहा त्यो बालकुमारीलाई त्यो सुन सबै नक्कली हो भनेर। अहिले त्यो नक्कली सुन देख्न बालकुमारी गाउँभरि डुलिरहेकी छिन्। पछि थाहा हुनेछ अनि फेरि भुन्टीलाई माया गर्ने छिन्। भुन्टीलाई नन्द, भूमिका र देवर भीमले भुन्टीलाई डोरीले बाँधेर भुन्टीलाई नचाहिने कुरा लगाई ठुलो पाप गरिरहेका छन्। बिचारी निर्दोष भुन्टीलाई हेप्नसम्म हेपे। अब आफ्नो श्रीमान अर्थात् भूपेन्द्रले पनि अर्को हल्ला सुनेर भुन्टीलाई नराम्रो गर्न थाले। एक दिन अवश्य थाहा पाउनेछन् सबैले कसको गल्ती हो भनेर, अनि सबैले भुन्टीसँग माफी माग्नेछन्। भुन्टीलाई भूमिकाले मार्न लाग्दा भुन्टीको दाइ टोकाले आएर बजाए। टोकालेलाई पनि भूमिकाले माग्नेको सन्तान भनेर हात उठाइन्। भूमिकाले टोकालेलाई पनि रिस उठ्यो। टोकालेले भूमिकालाई गाला फुट्ने गरी कुटे। यो लडाइँ देखेर भूपेन्द्रका सम्पूर्ण परिवार रिसाए। तपाईँहरूलाई टोकालेले यहाँ आएर राम्रो काम गरे या गलत गरे कमेन्टमा भन्नुहोला। भुन्टीले धेरै अत्याचार सहिन्। अब भुन्टी चुप लाग्नु हुँदैन, सबैलाई सजाय दिनुपर्छ र भुन्टीलाई आफ्नो दाइ टोकालेले पनि साथ दिनुपर्छ, र साथसाथै सुकुमाया पनि आउनुपर्छ भन्ने को हुनुहुन्छ यो भिडियोमा कमेन्ट गरिदिनु होला। अनि यो भिडियो मन परेमा एक लाइक एक सेयर अवश्य गरिदिनु होला भन्दै यो भिडियोबाट बिदा हुन्छु। धन्यवाद।